वीरगञ्जमा दुई समूहबीच झडप हुँदा प्रशासनद्वारा कर्फ्यू आदेश जारी गरिएको छ। विश्व हिन्दू परिषद नेपाल वीरगञ्ज महानगर समितिद्वारा आयोजना गरिएको शोभायात्राका क्रममा दुई समूहबीच भएको झडपका कारण वीरगञ्जमा कर्फ्यू आदेश लागू गरिएको छ। शनिबार अपराह्न करिब 4:50 बजे शोभायात्रा वीरगञ्ज महानगरपालिका 2 स्थित श्रीराम हल नजिकको जामा मस्जिद अगाडि पुग्दा ढुङ्गा प्रहारपछि तनावको अवस्था सृजना भएको हो। झडपको सुरुवात शोभायात्रामा सहभागीहरूमाथि मस्जिद तर्फबाट ढुङ्गा प्रहार भएपछि भएको प्रहरीले जनाएको छ। झडप नियन्त्रण गर्न प्रहरीले 5:40 बजे 5 राउन्ड असुर ग्यास प्रहार गरेको थियो। भिड बढ्दै जाँदा एक थान मोटरसाइकलमा आगजनी भएको र फ्रिज पनि पसलबाट निकालेर जलाइएको स्रोतले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा खटिएका 8 जना सुरक्षाकर्मी घाइते भएका छन्, जसमा 3 जनाको नारायणहिडी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। स्थिति थप बिग्रन नदिन प्रहरीले 6:10 बजे पानीको फोहरा प्रहार गरी भिड तितर बितर पारेको समेत जनाइएको छ र त्यस पश्चात स्थानीय प्रशासनले शान्ति व्यवस्था कायम गर्न कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जानकारी गराइएको छ। स्थानीय प्रशासन ऐन 2028 को दफा 6 क अन्तर्गत जारी आदेश अनुसार अत्यावश्यक सेवामा खटिएका व्यक्तिहरू र सवारी साधनलाई परिचय खुल्ने कागजात लिएर मात्र हिँड्न अनुमति दिएको छ। कर्फ्यू उल्लङ्घन गर्नेहरूलाई कानुनी कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ।